दैविक प्रकोप कुन ठाउँबाट कसरी कति बेला कुन रूप लिएर आउँछ हामी कसैलाई थाहा हुँदैन साथीहरू। आज मात्र बिहान रसुवामा आएको बाढीले सबै तहस नहस बनाइदिएको छ। सारा नेपालीहरू स्तब्ध छन्। कसैले सोचेको पनि थिएन कि आजको दिन एका बिहानै यस्तो हुन्छ भनेर। कैयौँका श्री सम्पत्तिहरू बगे, कैयौँका ज्यानहरू बगे, कैयौँ ब्याङ्कहरू बगे, कैयौँ स्कुलहरू बगे, कैयौँका श्री सम्पत्ति र सपनाहरू एकैछिनमा तहस नहस भयो, एकैछिनमा विलिन भयो, एकैछिनमा बालुवामा पुरिए। साथीहो, तपाईहरू पनि यदि खोलाको छेउछाउमा कतै आसपासमा हुनुहुन्छ भने अहिलेको समय यो बर्खायाममा तपाईहरू पनि सुरक्षित भएर बस्नुहोला। यो अवस्थामा तपाईँ हामीहरूले जो जहाँबाट हुन्छ एक अर्कालाई सपोर्ट गरौँ, एक अर्कालाई साथ देऊ। साथीहरू, यस्तो दैविक प्रकोप हाम्रो नेपालमा फेरि अर्को ठाउँमा नआउला भन्न सकिन्न। त्यो दृश्य यस्तो करुणामय पीडादायक दृश्य छ साथीहरू, तपाईहरू हामीहरूले हेर्न पनि सकिँदैन। यस्तो मान्छेको जिन्दगीमा कहाँ कति बेला आउँछ कसैलाई पनि थाहा हुँदैन। त्यसकारण अहिले पनि जो जहाँ हुनुहुन्छ सुरक्षित साथ बस्नुहोला र एक अर्कालाई सपोर्ट गर्नुहोला। र जो परिवारहरू अहिले छिन्न भिन्न भएका छन् तिनीहरूलाई हामीले जहाँबाट भए पनि जसरी भए पनि सपोर्ट गर्ने र उहाँहरूलाई सहानुभूति दिने प्रयास गरौँ साथीहरू।